हेलो गाइज, हामी चाहिँ आज घरमै मोमो बनाएर खाँदैछौँ। यहाँ चाहिँ मैले मैदा मुछिसकेको छु अनि बन्दा खुर्सानीहरू गाजरहरू चाहिँ यता छ अनि किमा यति थोरै किन भन्नु होला, अहिले पछि थाहा पाइहाल्नुहुन्छ। हेर्नुहोस् मेरो कला, मसँग चाहिँ बेलन पनि थिएन अनि मैले चाहिँ ग्लासले बेलेर यति मजाले यस्तो गोल बनाएको छु। तपाईँहरू पनि सक्नुहुन्छ भने कमेन्ट गर्नुहोस्। अनि त्यसपछि किमा यहाँ छ अनि किमालाई झान्न पर्यो नि त, झान्नको लागि मैले तेल हालेँ, त्यसपछि थोरै मेथी फुराइदिएँ, मेथी पछि जिरा पनि थोरै हालेर फुराइदिएँ अनि त्यसपछि त्यसलाई हल्का गोल्डन ब्राउन हुने गरी तताएर अनि त्यसमा चाहिँ हल्का बेसार पनि एड गर्नुपर्ने हुन्छ अनि मैले बेसार राखिदिएँ। त्यसपछि किमालाई मैले झान्दैछु अनि मैले किमामा त्यो तातो तेल झैँ पारिदिएँ अनि त्यसपछि त्यसलाई गर्नुपर्ने हुन्छ मिक्स। तर त्योभन्दा अगाडि हाल्नु पऱ्यो मोमो मसला। मैले मजाले खोलिसकेपछि अलि ढिलै खोलेँ अनि त्यसपछि हालेछु मोमो मसला। मजाले हाल्नु पऱ्यो नि त साथीहरू। अनि त्यसपछि स्वाद अनुसार नुन, हजुरहरू कति खानुहुन्छ त्यसरी राख्नु होला। त्यसपछि मैले मजाले मिक्स गरेर मोमो चाहिँ रेडी भएको नि देखाइदिएछु अनि मैले यसरी ऱ्यापिङ गरिदिएछु। अनि त्यसपछि हेर्नु कति दामी बच्छ मोमो चाहिँ। अनि यहाँ अचारको लागि तिल भुट्दैछु अनि त्यसपछि टमाटर पनि अचारको लागि नै हो। अनि त्यसपछि हाम्रो मोमो रेडी छ। कति राम्रो भयो अचार पनि हेर्नु, देख्दै खाम जस्तो। थ्याङ्क्स फर वाचिङ, बाई बाई।